म नेपाल जाँदाखेरि चाहिँ मैले चाहिँ यो खान्छु भनेर पुरै एउटा लिस्ट बनाएर गएको थिएँ, जसमा चाहिँ यो लाफिङ पनि थियो। अनि त्यसपछि नेपाल गएर यताउति गर्दा गर्दा त्यो नभ्याएपछि लास्ट टाइममा चाहिँ मलाई लाफिङ एकदम अब चाहिँ खानै पर्छ भने जस्तो भएर मैले त्यही लोकलमा गएर चाहिँ लाफिङ किनेर खाएको थिएँ। अनि गाइस मलाई यति नमिठो लाग्यो त्यो लाफिङ होइन। मैले सोचेको थिएँ यस्तो मिठो हुन्छ होला, यस्तो आफ्नो टेस्टसँग मिल्छ होला भन्ने सोचेको थिएँ, तर त्यहाँ चाहिँ ठ्याक्कै अपोजिट भयो। मलाई यस्तो नमिठो लाग्यो, यस्तो स्वाद हुन्छ लाफिङको भने, तर अरू मान्छेहरूले पनि त्यसै रिभ्यू दियो कि लाफिङ त खासमा मिठै हुन्छ, तर यहाँको लाफिङ चाहिँ मिठो छैन भने। अनि मलाई हतार हतार भएको थियो। त्यसपछि म जापान फेरि फर्किएँ। अनि मलाई लाफिङको यस्तो क्रेभिङ भइरहेको थियो। अनि मैले सोसियल मिडियाहरूमा पनि यस्तो यो राइस पेपर लाफिङको चाहिँ एकदम सुनेको थिएँ कि, अनि अन्त ट्राई गरौँ भनेर आज चाहिँ मैले घरमै लाफिङ ट्राई गरेको होइन गाइज। यति मिठो भयो यो लाफिङ, मैले कति खाएँ के, यस्तो मिठो लाग्यो मलाई यो लाफिङ। अनि लाफिङ बनाउन पनि एकदम गाह्रै छ भन्ने सुनेको थिएँ, तर यो राइस पेपरबाट चाहिँ यति सजिलो यति मिठो तरिकाले लाफिङ बन्दो रहेछ। हजुरले चाहिँ भिडियोमा हेर्न सक्नुहुन्छ। मैले वार्म वाटरमा चाहिँ यसरी लाफिङलाई डिप गरेर राइस पेपरलाई चाहिँ डिप गरेर, अनि त्यसमा मैले जुन सामानहरू सुरुमा देखाएको छु, फर्स्टमा चाहिँ चिल्ली ओइललाई यसरी मिक्स गर्नु, यसरी फैलाउनु हालेर स्म्यास गरिदिनुहुन्छ। भिडियोमा देखाएको जस्तै गरेर तपाईँले चाहिँ, अनि त्यसपछि लसुन पानीलाई फेरि लसुन पानी, अनि त्यसपछि आउँछ यो यम चाउचाउको यो मसलालाई हाल्नु पर्छ, तर मैले यहाँ भिडियो बनाउनु बिर्सेछु होइन, सरी गाइस यसको लागि। यसरी चाहिँ हजुरले पुरै राउन्ड गरेर यस्तरी बिस्तारै गर्नुपर्नेछ। मैले चाहिँ तल पानी राख्नु बिर्सेको भएर चाहिँ यो रोल गर्न चाहिँ अलिकति गाह्रो भएको थियो। बट गाइस यस्तो मिठो हुँदो रहेछ। हजुरहरूलाई पनि यदि लाफिङ क्रेभिङ भइरहेको छ तर बनाउन अल्छी लागेको छ भने चाहिँ यो चाहिँ 5 मिनटमै बन्छ गाइस। यस्तो मिठो पनि हुन्छ, यस्तो आफूले बनाएको चिज एकदम हेल्दी पनि त लाग्छ नि। अनि यसरी चाहिँ कट गरेर प्लेटमा यसरी राख्नु होला। अनि यो चाहिँ एकदम भइसकेको थियो, सो मलाई हाल्न चाहिँ अलिक गाह्रो भयो, बट मिठो भएको थियो, एकदमै मिठो भएको थियो। अब लाफिङको रियल स्वाद कस्तो हुन्छ थाहा भयो, तर यो चाहिँ A1 छ, ट्राई गर्नु होला। ओके बाई।